गाइस, तो सधैँ जस्तो चाहिँ म टिकटकको इफेक्ट लगाएर खान्थेँ भने आज चाहिँ म आफै केही खान गइरहेको छु गाइस। आज चाहिँ मसँग छ एनी गेसेस? गेस गाइस, गेस व्हाट आई हैव? लाइक आई हैव, यो चाहिँ इफेक्ट होइन है गाइस, यो चाहिँ मैले आफै खान गइरहेको छु। यो चाहिँ रहेको छ हाम्रो चपस्टिक। So after that I have this guys, Bulldog artificial special chicken flavor ramen sauce. So after that I have, it's written here Bulldog artificial spicy chicken flavor ramen. It's a powder. So here is the most important thing guys. Here is hot chicken flavor ramen in pink guys. Pink चाहिँ मैले आफै भनेको, यहाँनिर चाहिँ मैले पानी हालिसकेको थिएँ गाइस। अब हेरौँ यो कस्तो हुन्छ। मैले पानी हालिसकेको थिएँ। अब म भनेको यसलाई हेर्छु गाइस। पानी हालिसकेको छु, म देखाउँछु है। पानी हालिसकेँ र यो चाहिँ अहिले यस्तो भएको छ भनेपछि यो चाहिँ लगभग भइसकेको छ। अब यसलाई चाहिँ म के गर्छु भन्दाखेरि यहाँ जति पनि पानी छ यो पानीलाई फाल्नको लागि भनेको यसलाई यहाँबाट बन्द गर्छु। त्यसपछि यहाँनिर यसलाई फल पार्नुपर्छ गाइस। What the hell guys? कस्तो खालको एउटा बल त पर्यो। अब दुईटा, त्यस पछाडि तीनटा बल परे। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले, मैले यहाँनिर तीनटा बल पारिसकेको छु। अब यो बलबाट पानी फाल्छु म। यो चाहिँ भएको चाहिँ सबै पानी फाल्नुपर्छ हामीले हैन। कति पानी हालेको छु, म त लगभग सबै पानी सकिसकेको छ। लगभग सबै पानी फालिसकेँ। यो म यहाँ हाल्छु। अब पालो चाहिँ यसको, यो चाहिँ हामीले यहाँबाट खोल्नुपर्छ। यो चाहिँ मैले यहाँबाट खोलिसकेँ। अब चाहिँ भनेको यसलाई हाल्छु। चाहिँ हामी सबै हाल्ने हो। यो सबै हालेँ। अब चाहिँ थोरै टेस्ट गर्छु है। अब भनेको यसलाई हामीले चलाउनुपर्छ। यसरी पनि हुन्छ गाइस, हेर्नुहोस्। यस्तो गरेपछि हामीले गर्नुपर्छ यस्तो। यो घुमाउनुपर्छ तपाईँलाई मिक्स गर्नुपर्छ राम्रोसँग। अब भनेको यो चाहिँ यस्तो भयो। ल अब चाहिँ म यो टेस्ट गर्छु है त। तातो छ, तातो। अरू बेला सधैँ इफेक्ट लगाएर खान्छु कि आज नलगाएर खान्छु। खतरा छ गाइस। थ्याङ्क यू फर वाचिङ।